ल आजको यो चर्चामा स्वागत छ। डेरी व्यवसायमा दूध उत्पादन बढाएर नाफा कसरी धेरै कमाउन सकिन्छ, यो एउटा ठूलो प्रश्न हो। आज हामी यही विषयमा केन्द्रित भएर केही रहस्य खोल्दैछौँ। खास गरी डेरी किसानहरूका लागि त यो जानकारी एकदमै महत्त्वपूर्ण हुनेछ। चाहे एउटा गाई पालिएको होस् वा पुरै बथान, हरेक किसानको मनमा एउटै प्रश्न हुन्छ, आफ्नो गाईबाट सबैभन्दा बढी दूध कसरी दुहुने? ल आउनुहोस् आज यसैको जवाफ खोज्ने प्रयास गरौँ। अब हामी एक अनुभवी डेरी पशु चिकित्सकले सुझाएका 7वटा यस्ता व्यावहारिक उपायहरूबारे कुरा गर्नेछौँ, जसले सिधै नाफा बढाउन मद्दत गर्छन्। ल पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुराबाटै सुरु गरौँ, गाईको दैनिक आहार। किनभने दूध उत्पादनको जग भनेकै यही हो। सबैभन्दा पहिलो उपाय, सही मात्रामा अनि उच्च ऊर्जा भएको दाना खुवाउने। हेर्नुस्, दूध उत्पादन गर्न धेरै नै ऊर्जा चाहिन्छ, र अक्सर के देखिन्छ भने धेरै किसानहरूले यो कुरामा ध्यान नदिएर पर्याप्त दाना नै खुवाइरहेका हुँदैनन्। यहाँ एउटा एकदमै चाखलाग्दो तथ्य छ। खासमा व्यावसायिक दाना र दूध उत्पादनको त सिधा सम्बन्ध हुन्छ। कहिल्यै सोच्नुभएको छ 1 किलो राम्रो दानाले कतिसम्म दूध बढाउन सक्छ? पुरा 2 लिटर? हो, विश्वास लाग्दैन होला, तर 1 किलो व्यावसायिक दानाले 2 लिटरसम्म दूध उत्पादन गर्न सक्छ। भनेपछि त यो हिसाब एकदमै सोझो भयो नि, होइन? दाना कति खुवाउने भनेर हिसाब गर्न कति सजिलो भयो। ल अब दोस्रो उपायमा जाउँ। त्यो हो गाईको लागि घाँसपात सधैँ उपलब्ध गराउनु। अब यो किन यति धेरै महत्त्वपूर्ण छ त? वास्तवमा गाईको खानेबानी अलि फरक हुन्छ। उनीहरू दिनमा 10 देखि 14 पटकसम्म थोरै थोरै खान रुचाउँछन्। एकैचोटि धेरै होइन, तर पटक पटक। यसो गर्दा उनीहरूको पाचन प्रणालीले सबैभन्दा राम्रो काम गर्छ। छोटकरीमा भन्नुपर्दा उनीहरूलाई भोको बस्न फिट्टिकै मन पर्दैन। अब तेस्रो उपाय जुन अघिल्लोसँगै जोडिएको छ, त्यो हो गुणस्तरीय घाँसपात। सधैँ एउटा कुरा याद राख्नुपर्छ, जस्तो पायो त्यस्तै घाँसपात खुवाएर हुँदैन। सबै घाँसपात एकै नासको हुँदैन। हेर्नुस् त, भर्खरै काटेको हरियो कलिलो घाँसमा सबैभन्दा बढी ऊर्जा हुन्छ। अर्कोतिर त्यो सुकेको खैरो भएको पुरानो घाँसमा ऊर्जा र पौष्टिक तत्त्व दुवै एकदमै कम हुन्छ। त्यसैले घाँस कतिको ताजा छ भन्ने कुराले धेरै ठूलो फरक पार्छ। ल अब दाना र घाँसपातपछि अर्को खण्डमा जाउँ। यो एउटा यस्तो पोषक तत्त्वको बारेमा हो जुन सबैभन्दा महत्त्वपूर्ण छ, तर अक्सर सबैभन्दा धेरै व्यवस्था पनि यसैलाई गरिन्छ। त्यो हो पानी। यो भनाइलाई हल्का रूपमा लिनु हुँदैन। पानी सबैभन्दा महत्त्वपूर्ण आहार हो। यो कुरा एकदमै सत्य हो, किनभने पानीको अलिकति मात्र कमी भयो भने दूध उत्पादन तुरन्तै घट्छ। त्यसैले पानीलाई दाना घाँस जत्तिकै वा त्योभन्दा पनि बढी महत्त्वपूर्ण मान्नुपर्छ। एकछिन सोच्नुहोस् त, टन्टलापुर घाम लागेको गर्मीको दिनमा एउटा दुधालु गाईले कतिसम्म पानी पिउन सक्ला? अनुमान लगाउनुहोस् त। पुरा 150 लिटर। हो, 150 लिटरसम्म पिउन सक्छ। यो त निकै ठूलो परिमाण हो नि। त्यसैले के कुरामा ध्यान दिनु पर्यो भने पानी राख्ने भाँडो वा कुण्ड सधैँ सफा हुनु पर्यो, पानी ताजा हुनु पर्यो, र सबभन्दा महत्त्वपूर्ण, त्यो कहिल्यै खाली हुनु भएन। ल अब हाम्रो अन्तिम खण्डमा प्रवेश गरौँ, स्मार्ट योजना। राम्रो योजनाले कसरी दूध उत्पादनलाई स्थिर राख्न मद्दत गर्छ, अब त्यो हेरौँ। पाँचौं उपाय हो सुक्खा मौसमको लागि पहिले नै योजना बनाउने। किनभने हामी सबैलाई थाहा छ, सुक्खा याममा हरियो घाँस पाइँदैन र जे पाइन्छ त्यसको गुणस्तर र ऊर्जा दुवै घटेको हुन्छ। त्यसैले पानी पर्ने मौसममै राम्रो गुणस्तरको साइलेज वा पराल तयार पारेर राख्नु एकदमै बुद्धिमानी काम हो। अब छैटौं उपाय, यो पनि एकदमै ध्यान दिनुपर्ने कुरा हो। त्यो हो दाना परिवर्तन गर्दा सधैँ बिस्तारै बिस्तारै गर्ने। गाईको पाचन प्रणाली हामीले सोचेभन्दा धेरै संवेदनशील हुन्छ। त्यसैले कुनै पनि नयाँ दाना सुरु गर्नु छ भने कहिले पनि एक्कासी परिवर्तन गर्नु हुँदैन। यसको एउटा प्रक्रिया छ। कम्तीमा 7 दिनको समय लिनुपर्छ। पहिलो दिन थोरै मिसाउने, बिस्तारै बढाउँदै लैजाने र 7औं दिनमा मात्रै पूर्ण रूपमा नयाँ दानामा सार्ने। यसो गर्दा गाईलाई बानी पर्छ। अब यसो किन गर्नुपर्छ त? कारण के हो भने गाईको पेटमा खाना पचाउन मद्दत गर्ने करोडौं साना साना जीवहरू हुन्छन्, जसलाई माइक्रोब्स भनिन्छ। यी जीवहरूलाई एक्कासी हुने परिवर्तन मन पर्दैन, उनीहरूले त्यो सहन सक्दैनन्, अनि त्यसले गर्दा पाचनमा गडबडी हुन सक्छ। र हाम्रो सूचीको अन्तिम 7औं उपाय, सही भिटामिन र खनिजहरू थप्ने।
जसरी हाम्रो शरीरलाई विभिन्न पोषक तत्त्व चाहिन्छ, गाईको शरीरलाई पनि राम्रोसँग काम गर्न र स्वस्थ रहन यी भिटामिन र खनिजहरू नभई हुँदैन। ल, अब हामीले छलफल गरेका यी 7वटै महत्त्वपूर्ण उपायहरूलाई एकै ठाउँमा छोटकरीमा हेरौँ। फेरि एकपटक सम्झ्यौँ है त। 1. सही मात्रामा उच्च ऊर्जाको दाना। 2. 24 घण्टा घाँसपातको उपलब्धता। 3. गुणस्तरीय चारा। 4. प्रशस्त मात्रामा सफा र ताजा पानी। 5. सुक्खा मौसमको लागि पूर्व योजना। 6. दाना परिवर्तन गर्दा कम्तीमा 7 दिन लगाउने। र 7. आवश्यक भिटामिन र खनिजहरू नछुटाउने। भन्नुहोस् न, यी 7 उपायहरू भनेका त दूध उत्पादनको भण्डार खोल्ने 7वटा चाबी जस्तै हुन्। अब प्रश्न यो हो कि आफ्नो व्यवसायको लागि सबैभन्दा पहिले कुन चाबी प्रयोग गर्ने त?